हालेलुया। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा, तपाईँ परमेश्वर प्रभु येशू, म तपाईँलाई धन्यवाद दिन्छ। यस समय जसरी हामी जुन चेलापनको तालिममा प्रभु सिक्दैछौँ प्रभु, म त्यसको लागि धन्यवाद प्रभु। अहिले प्रभु जुन सिकाउनु तपाईँको दासलाई तपाईँको आत्मालाई अभिषेक गर्नु, तपाईँको शक्ति बनाउनु अनि प्रभु उहाँलाई सिकाउनु हुँदा उहाँको मनचितमा भएर तपाईँ परमेश्वर बोलिदिनु, हामी सुन्नेहरूको हृदयका आँखा कानहरू खोलिदिनु, समशक्ति खोलिदिनु, यो सिकेर अनि व्यवहारमा सिकाउन सक्ने शक्ति सामर्थ्यलाई भरिदिनुहोस् भने म बिन्ती प्रार्थना चलाउँछु। अनुग्रह याद गर्नुहुने जिउँदो प्रभु यीशुको नाममा। अब छुट्टै विषय छ कि यो 4 अध्यायबाट अब हामी अलिकति यो बुकबाट अघि बढ्छौँ। हामी अहिलेसम्म 4 अध्यायमा अडिरहेका थियौँ होइन। अब चाहिँ नि त्यो एफिसीको पुस्तकलाई छोडेर एफिससको विश्वासीको अवस्था भनेर हामीले शीर्षक राख्न सक्छौँ। अब चाहिँ विश्वासीको अवस्था, एफिससको एफिससको विश्वासीको विश्वास भने पनि हुन्छ, अवस्था भने पनि हुन्छ। एफिससको विश्वासीको विश्वास भने राख्नुहुन्छ, अवस्था जसरी सजिलो लाग्छ आफूलाई। विश्वासीहरूले पवित्र आत्मामा बप्तिस्मा पाएको 5औं विवरण है, यो चाहिँ पवित्र आत्मा पाएको 5वटा विवरण प्रेरित 19 अध्यायमा पाइन्छ। एफिससमा यात्रा गर्दै गर्दा प्रेरित पावलले केही चेलाहरूलाई भेटे र यो प्रश्न तिनीहरूलाई गरे, जब तिमीहरूले विश्वास गर्यौ के तिमीहरूले पवित्र आत्मा पायौ? प्रेरित 19 को यो 2 मा कुरो पाउनुहुन्छ। नयाँ करारका धेरै जसो पत्रहरू लेख्ने मानिस पावलले स्पष्ट रूपमा यो विश्वास गर्थे कि प्रभु यीशुमा विश्वास गर्नु सम्भव छ, तर केही अर्थमा पवित्र आत्मा प्राप्त गर्नु सम्भव छैन। नत्र भने उनले त्यस प्रकारको प्रश्न सोध्ने थिएन। यहाँनिर एकचोटि फेरि म दोहोऱ्याउँछु है त। नयाँ करारका धेरै जसो पत्रहरू लेख्ने मानिस पावलले स्पष्ट रूपमा यो विश्वास गर्थे कि प्रभु यीशुमा विश्वास गर्नु सम्भव छ, तर केही अर्थमा पवित्र आत्मा प्राप्त गर्नु सम्भव छैन। विश्वास गर्नु सम्भव छ तर पवित्र आत्मामा पाइहाल्छ भन्ने चाहिँ नि यो भनाइ चाहिँ अलि विवादास्पद छ। विश्वास गर्नु सम्भव छ अरे, तर केही अर्थमा पवित्र आत्मा प्राप्त गर्नु सम्भव छैन। नत्र भने उसले त्यस प्रकारको प्रश्न सोध्ने थिएन भन्ने। यो बुझ्नु पनि गाह्रो छ, सम्झाउन पनि गाह्रो छ। विश्वास गर्न सम्भव भएपछि पवित्र आत्मा पाउनलाई असम्भव कसरी हुन्छ भन्ने कुरा चाहिँ नि कुन प्रसङ्गमा भनिएको रहेछ त भन्दाखेरि एफिससको विश्वासीहरूलाई भेट्दाखेरि पावल प्रेरितले सोद्धाखेरि उनीहरूले प्रभु यीशुलाई विश्वास त पहिला गरेकै रहेछ हैन। भनेपछि विश्वास गर्न त सम्भव भएको कुरो पायो हैन, तर पवित्र आत्मा पायो त भनेर सोद्धाखेरि उनीहरूले त त्यसको उत्तरमा चाहिँ नि पवित्र आत्माको बारेमा त हामीले सुनेको पनि छैन भन्दाखेरि विश्वास गर्ने कुरा र पवित्र आत्मा पाउने कुरा फरक भन्ने कुरा चाहिँ नि
उसले चाहिँ छुट्याउन खोज्दैछ पावलले, होइन? अनि विश्वास गर्न सम्भव भए तापनि पवित्र आत्मा पाउनलाई असम्भव छैन, पाइहाल्छ भन्ने छैन, पाइहाल्छ भन्ने छैन भन्न खोजेको जस्तो लाग्यो। यहाँ चाहिँ यहाँ उसले त्यस्तो के भन्छ, केही अर्थमा भन्ने प्रसङ्ग राखेको छ क्या। केही अर्थमा पवित्र आत्मा प्राप्त गर्नु सम्भव छैन। आधा कुरा यहाँ राखेको छ भनेपछि पुरै गलत पनि छैन, पुरै साँचो पनि होइन। किनभने यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नलाई के छैन रे, मानिसहरूको हृदयबाट, ज्ञानबाट, बुद्धिबाट यो सम्भव छैन। पहिलो कुरो त्यो मानिसलाई परमेश्वरको आत्माले जब प्रकाश दिन्छ, उसको हृदय खुल्छ, समझ खुल्छ र मात्रै उसले चिन्छ। हृदयको आँखा नखुलेसम्म त उसले प्रभु येशूलाई चिनेको हुँदैन। अनि ग्रहण कसरी गर्ने, विश्वास कसरी गर्ने, होइन र? तर अब प्रसङ्ग छ कि पवित्र आत्माको भरपुरी, पवित्र आत्माको बप्तिस्माको सन्दर्भमा हेर्यो भने हामीले यो पनि पावलको भनाइमा सही छ। जस्तै कि प्रभु यीशु पवित्र आत्माको शक्तिले गर्भधारण भएर उहाँ जन्मनु भएको हो, तर बप्तिस्मा लिएपछि फेरि पवित्र आत्माको अभिषेक उहाँले पाउनु भयो। त्यो अर्थमा विश्वास गर्ने छुट्टै कुरा हो र बप्तिस्मा लिएपछि पवित्र आत्माको बप्तिस्मा दिनु चाहिने छुट्टै कुरा हो भनेर उसले डिक्लेरेसन गरेको पाइन्छ। अनि ती मानिसहरूले पवित्र आत्माको बारेमा कहिले पनि सुनेका छैनन् भनी जवाब दिए। वास्तवमा तिनीहरूले बप्तिस्मा दिने यूहन्नाबाट जसले तिनीहरूलाई बप्तिस्मा दिएका थिए उनैबाट आउनेवाला मसीहको बारेमा मात्र सुनेका थिए। पावलले फेरि पनि तिनीहरूलाई तुरन्तै पानीमा बप्तिस्मा दिए अनि यो समयमा तिनीहरूले साँचो बप्तिस्माको अनुभव गरे। पावलले फेरि पनि तिनीहरूलाई तुरन्तै पानीमा बप्तिस्मा दिए अनि यो समयमा तिनीहरूले साँचो बप्तिस्माको अनुभव गरे। होइन, फेरि पनि भन्ने शब्द चलाएको छ। अनि अन्तमा पावलले तिनीहरूमाथि आफ्ना हातहरू राखे ताकि तिनीहरूले पवित्र आत्मा प्राप्त गर्न सकुन् भनेर भनेको छ। होइन, चरण यहाँ 3 चरण भइसकेको छ। होइन, 3 चरण। एउटा चाहिँ यूहन्नाको बप्तिस्मा लिएको रहेछ, पछिबाट पावलले तिनीहरूलाई नै फेरि पनि बप्तिस्मा दिए रे। होइन, अनि त्यो बप्तिस्मा लिएपछि तिनीहरू के भयो रे, तिनीहरूले साँचो बप्तिस्माको अनुभव गरे भनेर भनेर। होइन, अनि फेरि साँचो बप्तिस्माको अनुभव गरे अनि त्यो बप्तिस्मा लिइसकेपछि पनि फेरि पवित्र आत्माको बप्तिस्माको लागि शिरमा हात राखेर अभिषेकको प्रार्थना गरिदिए भनेर भनेको छ। होइन, भनेपछि 3 चरण यहाँ देख्छौँ। तर यहाँ 5औं चरण भनेर पनि माथि उल्लेख गरेको छ। अनि 5औं विवरण भन्ने शब्द चलाएको छ माथि। मैले त 3 चरण मात्रै पाउँछु। अनि यो कुरा सुनेर उनीहरूले प्रभु यीशुको नाममा बप्तिस्मा लिए। जब पावलले उनीहरूमाथि हात राखे तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो र उनीहरू अन्य भाषामा बोले र अन्य अगमवाणी गरे।
उनीहरू प्राय 12 जना जति थिए। उनीहरू जम्मा 12 जना जति मात्रै थिए भनेर भन्छ। अनि यो अहिलेको कुरा समयमा यो पनि लागू छ। जसले पवित्र आत्माको अभिषेकको अनुभव गरेका छैनन् तिनीहरूलाई शिक्षा दिएर, यो प्रकारले शिक्षा दिएर अनि अभिषिक्त जनहरूले, त्यो वरदान पाएकाहरूले पवित्र आत्मा पाओस् भनेर हात राखेर आफ्नो वरदान सार्ने काम चाहिँ गरेको अहिलेसम्म पनि छ। अनि यहाँसम्म हेर्दाखेरि यो चाहिँ बाइबलीय सिद्धान्त अनुसार गलत होइन। तर मान्छेले के भन्छन् भने यो कुरालाई अभिषेक त परमेश्वरले गर्ने हो, होइन? परमेश्वरले गर्ने हो, दान दिने भनेको त परमेश्वरले दिने हो भन्ने कुरा गर्छन्। र मानिसहरूले दिने अभिषेक चाहिँ यो अभिषेक बाइबलले होइन। अब त्यो पावल प्रेरित जस्तो अभिषेक जो अहिले छ र भन्ने तर्क राख्छन् क्या। त्यो चाहिँ नि त्यो पावलको पालामा अथवा प्रेरितहरूको पालामा प्रेरितहरूद्वारा जे गर्नुभयो त्यो त्यति बेला नै सिद्धिसक्यो हो। अब चाहिँ नि त्यो गर्ने होइन कि पाउने, अभिषेक पाउने हो भने माथिबाटै परमेश्वरबाटै सिधै पाउनु। दुइटै शिक्षा सिक्छ फेरि, त्यो वाद विवाद मात्रै हो। किनभनेदेखि सार्ने काम हो नि त। हामीले पुरानो नियममा हेर्यो भने पनि आफ्नो अभिषेक अरूलाई सारेको पाउँछौं, होइन? नयाँ नियममा पनि आफूले पाएको दान अरूलाई सार्ने काम गरेको पाउँछौं। यो पनि झुटा होइन। र अहिले तर्क वितर्क गर्नेहरूले भन्छन् यो परमेश्वरबाट आउँछ र परमेश्वरले गर्ने अभिषेक हो, त्यो अभिषेक चाहिँ सबैले पाउँदैन, त्यो अभिषेक पाउने विशेष व्यक्ति मात्रै हुन्छ भनेर जोड दिन्छन्। र अहिले अधिकांश शिक्षा चाहिँ कसमा बढी रहेको छ त भन्दाखेरि पावलको शिक्षामा बढिरहेछ। पावलले हात राखेर अभिषेक गरेको, पत्रुसले गरेको काम, होइन? जस्तै यो काम गरिरहेको छ। तर यो अभिषेक चाहिँ माथिबाट सिधा आफूले परमेश्वरबाट पाउने अभिषेक र हात राखेर दिएको अभिषेकमा के भिन्नता देखिन्छ, पाउँछौं भनेदेखि आफूले परमेश्वरको सँग समय बिताएर संगति गरेर प्रभुलाई प्रसन्न पारेर रिझाएर अनि परमेश्वरको आशीर्वाद पाएको चाहिँ त्यो चाहिँ के हुन्छ? त्यो छुट्टै हुन्छ। आफैले ध्यानमग्न प्रार्थना गरेर, होइन? जस्तो कि हामीले पत्रुसको कुरो पाउँछौं। अनि यहाँ कर्नेलियसको बारेमा हेर्यौं हामीले, होइन? कर्नेलियसको बारेमा हेर्यौं, अनि पावलको बारेमा हेर्यौं। उनीहरूले परमेश्वरबाटै पाएको हो क्या, होइन? अनि हामीले पावलको कुरालाई अनुसरण गर्न सबैभन्दा सजिलो कुरा हो। मैले केही नगरिकन, तपाईले केही पनि नगरिकन मैले हात राखेको दिएकोबाट तपाईँले दान पाउनु भयो भन्दा त्यो सबैभन्दा सजिलो उपाय भयो नि।
होइन र? तपाईँले न प्रार्थना गर्नु पर्यो, न फास्टिङ बस्नु पर्यो, न ध्यान बस्नु पर्यो, न प्रभुसँग समय बिताउनु पर्यो, होइन? त्यो सबै केही पनि गर्नु परेन। त्यो काम मैले गरेँ, अनि मैले गरेकोबाट मैले पाएको दान तपाईँलाई के अरे सारिदिएँ। त्यो त सबैभन्दा सजिलो भयो नि। तर मसँग भएको अनुभव तपाईँसँग हुँदैन, हो कि होइन? तपाईँ मसँग भएको चाहिँ नि त्यो अनुभव तपाईँसँग हुँदैन, र तपाईँले कसरी मैले पाएँ भनेर अरूलाई चाहिँ नि फल्नाले अभिषेक गर्नु भएको थियो, त्यसले मैले पाएको भन्नु बाहेक अरू केही छैन। र म त के भन्न चाहन्छु भने त्यो अभिषेक सार्ने कुरामा भर नपरौं। विश्वास त छ, हुन्छ, गरौं, होइन? तर त्यो भर नपरौं, ताकि त्यो कुरामा विश्वास भए तापनि हामी भर पर्नु हुँदैन, र हरेकले आफ्नो गवाई आफैले बनाउनु पर्छ, आफ्नो अनुभव आफैले नै त्यो गर्न पाउनु पर्छ। र त्यो प्रकारको सेवकहरू भयो भने बलियो र त्यो प्रभावकारी र शक्तिशाली बन्न सक्छ। प्रभुबाट उसले डाइरेक्ट अभिषेक पाएको अनुभव गर्ने मान्छे र अभिषेक सारिएको मान्छे फरक हुन्छ, धेरै फरक हुन्छ। धनी बाबुको छोरा बिग्रिया जस्तो धन सम्पत्ति कमाउने बाउ हुन्छ, मेहनत गरेको, परिश्रम गरेको, लगानी गरेको बाउ हुन्छ। अब बाउ छोराले चाहिँ अब के अरे बाउले कमाइदिएको धन सम्पत्तिमा रमाउनु त त्यो मेरो बाउ धनी छ भन्नु त सजिलै भयो उसलाई, होइन? हामीसँग यति धन छ भन्नु त सजिलो भयो, तर उसले त्यो धन कमाउन अनुभव गरेको छैन। हो, त्यस्तै हुन्छ हामी अभिषेक, होइन? सारेको अभिषेक र हामी परमेश्वरको शरणमा बसेर परमेश्वरको सेवा गरेर परमेश्वरलाई रिझाएर परमेश्वरबाट पाइने त्यो परमेश्वरको अभिषेक दान भनेको हामीले अनुभवै फरक हुन्छ। अनि त्यो अनुभव गरेको विश्वासी चाहिँ दिगो र दह्रो र शक्तिशाली विजयी विश्वासी बन्न सक्छ। अनि मेरो तर्फबाट भन्नु पर्दा तपाईँ हाम्रो मण्डलीको हामी अहिले कतिजना 12 जना सिक्दैछौँ। यो हाम्रो मण्डलीका विश्वासीहरू सेवकहरूलाई 12 जना 13 जनालाई यो खालको अनुभव र प्रेरणा भएको सेवकहरू बनोस् भन्न म चाहन्छु के। जुन कुरो मान्छेले आफू जस्तो छ त्यस्तो बनाउनु छ मान्छेले, पहिलो कुरो अझ अगाडि जाने हो भने एउटा राम्रो गुरुले आफू जस्तो छ त्यस्तो बनाउने होइन कि आफू भन्दा अझ अग्रगामी र प्रभावकारी अनि आफू भन्दा बेस्ट, राम्रो, असल सेवक विश्वासी बनोस् भन्ने चाहना राख्नु पर्छ। र मलाई हेरेर मेरो विश्वासीहरूले मलाई हेरेर आफ्नो विश्वास चाहिँ सीमित नराखोस्। पास्टर बुवा चाहिँ यत्रो वर्ष सेवकाई गर्नुभयो, यत्रो वर्षसम्म विश्वास गर्नुभयो, तर उहाँको जीवनमा त यो बाइबल अहिले हामीले सिकेको कुरा त देखिँदैन जस्तो लाग्छ भने। तर तपाईले बुझ्नुपर्ने, लिनुपर्ने कुरा के हो? ममा नदेखेको कुरो, नभएको कुरो
मैले के सिकाउँदैछु? प्रभुसँग भएको कुरा त मसँग धेरै कुरा छैन नि, होइन र? मैले सिकाएको कुरो सबै मसँग छ र? छैन नि, मसँग छैन। तर पनि म किन सिकाउन चाहन्छु भनेदेखि हामी कोही पनि सिद्ध छैनौं र हामी एकले अर्कोलाई हिजो सिकेको पाठ अनुसार एकले अर्कोलाई सिकाउँदै, हैन, बनाउँदै र हामी ख्रीष्टसम्म बढ्नु पर्छ। अथवा हामीले कमसे कम पावल जस्तो हुन सक्ने, ख्रीष्ट जस्तो हुन सक्ने हाम्रो लक्ष्य हो। ख्रीष्ट जस्तै हुन हाम्रो लक्ष्य हो। तर हामी त्यहाँसम्म जानु नसके, पावलसम्म भए पनि पुग्न सक्छौँ। तपाईले तार्किक पहिला कुरा पास्टरको स्थानमा, जुन चाहिँ स्तरमा पास्टर पुग्नु भएको छ, त्यो स्तरमा भए पनि म पुग्न सक्ने हुन चाहन्छु भन्नुभयो भने त्यहाँबाट तपाईको बढ्दै जान्छ। अनि यो पावलले भन्न खोजेको चाहिँ प्रार्थना गरेर अभिषेक गर्यो भन्दैमा मैले अझ पनि यसलाई दोहोर्याउन चाहन्छु। त्यसमा हामी विश्वास गरौं, भर नपरौं। अभिषेक सार्ने कुरामा विश्वास गरौं, झुटो होइन, साँचो हो। तर त्यही पाउँछु भनेर हामी चारतिर को होला मलाई अभिषेक गरिदिने, को हात राखेर मलाई अभिषेक गरेर पवित्र आत्माले भरिदिने को होला, त्यहाँ गएर पाइएला कि त्यहाँ गएर पाइएला कि भन्नेतिर नलागौं, होइन? त्यतातिर हामी लाग्नु हुँदैन। हामी चाहिँ नि प्रभुको चरणमा बसेर, शरणमा परेर उहाँकै बाट अभिषेक पाउने इच्छा भोक राखेर हामी त्यो भौतारिने समय हामी चाहिँ प्रभुको सँग बिताउँ। मेरो चाहिँ नि जोड चाहिँ त्यो हो है। प्रभुसँग बिताउँ, प्रभुसँग भनौं, प्रभुसँग मागौं। किनभने प्रभुले दाबी गर्नुभएको छ, दिनेछु, पाउनेछौ, होइन? माग, तिमीहरूले पाउनेछौ, त्यसै भन्नुभएको छ। चारतिर दौडिन आवश्यक छैन। र मैले यो खण्डबाट विशेष तपाईहरुलाई दिन लागेको शिक्षा चाहिँ हामी नभौतारिन, यो विश्वासमा। फेरि पनि यो कुरा स्पष्ट छ कि यी 12 जनाले पावललाई भेट्नु अघि तिनीहरू नयाँ गरी जन्मिएका थिए कि थिएनन् भन्ने कुरा स्पष्ट नभए तापनि पवित्र आत्मामा बप्तिस्मा हुने कुरा चाहिँ मुक्तिपछि मात्रै पाउने कुरा हो। अनि यो पनि विवादास्पद छ। के अरे, नयाँ गरी जन्मिसकेपछि, बप्तिस्मा लिइसकेपछि मात्रै पवित्र आत्माको बप्तिस्मा पाउने हो भन्ने चाहिने कुरा पनि दुविधाको कुरा हो। किन भन्नु होला भने त्यहाँ पेन्टिकोसको दिनमा एसिया भरको मान्छे छ, होइन? सबै जातिको मान्छे छ। त्यहाँ यहुदी मात्रै छैन, त्यहाँ विश्वासी मात्रै छैन, होइन? कतिले बप्तिस्मा पायो भने छ त्यहाँ? 120 जनाले। चेलाहरू त 12-13 जना मात्रै थिए, होइन र? अरू त सबै
अक्रिस्चियनहरू अविश्वासीहरू धेरै नै थियो त्यहाँ। कति देशको मान्छे छ भनेपछि पवित्र आत्माको बप्तिस्मा पाउनु पनि नयाँ जन्म पाएको र बप्तिस्मा लिएकोले मात्रै पनि भन्न नमिल्दो रहेछ भन्ने कुरा हामी थाहा पाउँछौँ होइन। परमेश्वरले चलाउनु हुँदाखेरि विश्वासीलाई मात्रै चलाउनु भएको छैन। मूसा स्वयं विश्वासी थिएन होइन, अविश्वासी हो। तर प्रभुले बोलाउनु भएपछि ऊ चाहिँ के आयो? प्रभुको राज्यको विस्तार गर्न त प्रभुले भनेको कुरो मान्यो। भनेपछि धेरै कुराहरू विवादास्पद छ, तर पनि मूल के अरे सिद्धान्तमा जाँदाखेरि त्यो चाहिँ सिद्धान्त विपरीत भयो, त्यो परमेश्वरको इच्छाको कुरा भयो होइन। परमेश्वरले चाहनु भयो भने जे पनि जसलाई पनि त्यो कुरो अभिषेक पाउन सक्छौं, तर तरिका चाहिँ नि विश्वास गर्नु, नयाँ जन्म पाउनु होइन, अनि बप्तिस्मा लिनु र पवित्र आत्माको बप्तिस्मा पाउने फेरि तरिका चाहिँ नि त्यो हो होइन। सिद्धान्त अथवा तरिका चाहिँ नि त्यही नै हो। अनि मुक्ति पछि मात्रै पाउने कुरा हो भनेर उसले ठोकुवा गर्यो। अझै फेरि पनि पवित्र आत्माको बप्तिस्मा भएको कुराको चिन्ह चाहिँ तिनीहरूले अन्य भाषामा बोल्नु नै थियो। यस अर्थमा अगमवाणी पनि पर्दछ। चिन्ह चाहिँ अन्य भाषा बोल्ने र अगमवाणी कहने कुराहरू पनि, अन्य भाषा पनि चिन्ह त हो, अगमवाणी पनि चिन्ह हो। तर यो अगमवाणी र अन्य भाषामा पनि हामीले चाहिँ नि यदि पावलले भनेको त्यो कोरिन्थीमा भन्नुभएको जस्तै जाँच्न सकेन भने यसले चाहिँ हामीलाई के गर्छ? जीवनमा होइन नरकमा पुर्याउन सक्छ भन्ने कुरा पनि हामीले सिकिसक्यौं। यो विषयमा जानुपर्छ पर्दैन है। अनि जाँच्ने तरिका चाहिँ मैले भनेको छैन, सिकाएको छैन। जाँच्ने तरिका चाहिँ सिकाएको छैन। जाँच्ने तरिका चाहिँ अन्य भाषामा बोल्नेले, अगमवाणी कहनेले परमेश्वरबाट आएको आत्माले, परमेश्वरको आत्माले गरिएको बोलिएको अन्य भाषाले परमेश्वरको महिमा गर्छ। यसलाई ध्यानसँग सुन्नुहोस्। पवित्र आत्माले भरिएर अन्य भाषा बोल्नेले परमेश्वरको महिमा गर्छ, अनि शैतानको आत्माले बोल्ने अन्य भाषाले आफ्नो प्रशंसा गर्छ हैन। आफ्नो प्रशंसा गर्छ, परमेश्वरको स्थान लिन्छ, परमेश्वरको स्थान लिन्छ। मैले सिकाएँ, यो पहिला सिकाएँ। अनि यो कुरा चाहिँ छुट्याउने तरिका चाहिँ ध्यानसँग सुन्नु पर्यो, अनि जाँच्ने तरिका चाहिँ ध्यानसँग सुन्नु पर्यो, प्रार्थना गर्नु पर्यो, र त्यो अगमवाणी र त्यो अन्य भाषाले हामीले छुट्याउन सक्नुपर्छ। र कुनै पनि मण्डलीमा अहिले छुट्याउन शक्ति नभएको कारणले, छुट्याउन नसकेको कारणले अन्य भाषा र अगमवाणीलाई रोकेको छ। अन्य भाषा र अगमवाणीलाई रोकिराखेको छ, किनभने मान्छेहरू डराउँछन् कतै झुटो शिक्षा उम्रेला, झुटो शिक्षकहरू खडा होला
र मानिस झुट्टोमा पर्ला भन्ने डरले त्यो अगमवाणी र अनि अन्य भाषालाई महत्त्व दिन छोडेको छ। अहिलेको नेपालको मण्डलीहरू प्राय अहिले सुतेको अवस्था छ। एकदमै शिक्षामा जोड दिन थालेका छन्, हैन, ज्ञानमा जोड दिन थालेका छन्, तर आत्माको काममा डराउन थालेका छन्। भनेपछि बाइबलले के भन्छ? आत्मामा सुरु भएर शरीरमा टुङ्गिँदैछ भन्ने विश्वास अहिले विश्वासीहरूको, पास्टरहरूको, विश्वासीहरूको छोराछोरीहरू किन चाहिँ नि विश्वासमा छैनन् त भन्दाखेरि आत्माको कामलाई, आत्माको कामसँग डराएको कारणले, पवित्र आत्माको दान र वरदानको अभावको कारणले। ज्ञान त संसारमा जति भनिन्छ नि, होइन र? चाहिने मेन कुरो के हो? आत्माको काम हो। त्यो आत्माको काम छैन भने कोही पनि एकतामा आउन सक्दैन। अब एकताको बन्धन नै मेन के हो? पवित्र आत्मा हो। आमेन। भनेपछि तपाईँ र मेरो विश्वास चाहिने पहिला कहाँ हुनु पर्यो? जन्म, अनि बप्तिस्मा, त्यसपछि पवित्र आत्माको बप्तिस्मा अनिवार्य छ भन्नेमा विश्वास गर्नु पर्यो। त्यो विश्वासमा हुनुभयो भने मात्रै तपाईले अनि बप्तिस्माको लागि गरिने सबै प्रक्रियाहरूमा जानलाई तयार हुन्छ, हो कि होइन? त्यो विश्वास गर्नुपर्छ। र अहिले हामी एकछिन सबैजना प्रार्थना गरौँ, छोटो, प्रभु मलाई यो विश्वास दिनुहोस् भनेर आफ्नो लागि मात्रै प्रार्थना गर्ने, अरू कसैको लागि होइन। हालेलुया, हालेलुया। पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वर, स्वर्ग र पृथ्वीका मालिक परमेश्वर, जीवित अनि जिउँदो प्रभु, हे पिता, हे परमेश्वर, तपाईँ त्रिएक परमेश्वरको नाउँमा यस गरी हामी तपाईँको पवित्र चरणमा पर्दछौँ। मलाई तपाईँले सुन्नुहोस्, मलाई तपाईँले ग्रहण गर्नुहोस्, मलाई तपाईँले यो ज्ञान दिनुभएको छ। अनि त्यो एफिससको मण्डलीका विश्वासीहरूलाई त्यो पवित्र आत्माको बप्तिस्मा पाउनु पर्छ भन्ने ज्ञान नभएको कारणले उनीहरूमा त्यो पवित्र आत्माको दान र वरदान अभावमा उनीहरूले विश्वासमा जिए तापनि, ओ प्रभु, तपाईको इच्छा अनुसारको गवाई साक्षी दिने काममा उनीहरू केही गर्न नसक्ने भएका थिए। आज हामी तपाईसँग यही नै प्रार्थना गर्छौँ, मलाई तपाईले अनुग्रह गर्नुहोस्, कृपा गर्नुहोस्, मलाई तपाईको पवित्र इच्छा र योजना मुताबिक मैले थाहा गरे कि मैले पवित्र आत्माको बप्तिस्मा पाउनै पर्छ भन्ने कुरा मैले ज्ञान पाएँ। यसको लागि धन्यवाद छ। र पवित्र आत्माको ज्ञान भरपुरी पवित्र आत्माको बप्तिस्मा मलाई आत्मामा भोग जगाइदिनुहोस्, प्यास जगाइदिनुहोस्, तृष्णा जगाइदिनुहोस् र ममा भएको सबै कुरा खराब यो प्रक्रियामा जानु पर्ने कुराहरू मेरो मनोबल बढाइदिनुहोस्, मेरो भोग जगाइदिनुहोस् प्रभु। म
मलाई दृश्य इच्छालाई तपाईँले सुनिदिनुहोस्। दृश्य नदिनुहोस्, दृश्य नदिनुहोस्। ओ प्रभु, मलाई तपाईँले म जस्तो छु त्यस्तै नराख्नुहोस्। म जस्तो छु त्यस्तै हुन चाहन्न, म भरिन चाहन्छु प्रभु, म भरिन चाहन्छु प्रभु। मलाई तपाईँको आत्माले भरिएर पोखिन चाहन्छु। गराइकन पावल बनाउनु भयो प्रभु, मलाई आज पावल जस्तै बनाउनुहोस्। तपाईँ पवित्र आत्मा यो बिन्ती प्रार्थना धन्यवाद छ यीशु प्रभुको नाममा। आमेन। अब मेरो चाहिँ के छ भन्दाखेरि हामी जति नै अब हुनु त म पनि अब विश्वास गरेको धेरै वर्ष भयो, हजुरले पनि बत्तिसमा दिएको। अब मैले अस्ति पनि कुरा राखेँ, मण्डलीमा आउँछौँ, सङ्गति गर्छौँ, अब विश्वास गर्छौँ। अहिले जति तपाईँले सिकाइराखेको यो शिक्षाहरू चाहिँ पाएर म चाहिँ अहिले भर्खर त विश्वास गरेको जस्तो लाग्यो क्या। तर त्यो बाइबल पनि पढेको छ होइन। अब त मैले चाहिँ जति शिक्षा पाएको छु अब मात्रै मैले चाहिँ बल्ल म क्रिस्चियन पाएको छु है भन्ने मैले चाहिँ अब अनुभव गर्नु पाएको छु कि। किन भन्दाखेरि त्यो शिक्षा पाएको छैन। म क्रिस्चियन हो, चर्चमा जान्छु, प्रभुवच लिन्छु होइन, सबै गर्छु गर्न चाहिँ, तर मसँग पवित्र आत्माको छैन भने त्यो चर्चमा गएर पनि के काम गर्नु। अरूलाई चाहिँ क्रिस्चियन हामी चाहिँ विश्वासलाई अन्य जातिलाई चाहिँ विश्वास के सुसमाचार सुनाएर पनि के अर्थ रहँदैन। किन भन्दाखेरि हामीमा ममा पवित्र आत्माको ऊ नै छैन भने बोल्ने तरिका पनि परमेश्वरको दरबार नमानिकन बोल्न थाल्यो नि त। स्याहारले चाहिँ यस्तो गरेछ यो क्रिस्चियन। अब त मैले के सोच्ने, हामी पवित्र, हामी सेतो वस्त्र लगाएको छोराछोरी हो नि त परमेश्वरको होइन। हामीमा अघि नै त्यो क्लास सुरु गर्नुभन्दा अगाडि हामीले छलफल गर्दाखेरि के भयो, संसारको मान्छेले जे गर्दा पनि नदेख्ने हामीमा चाहिँ यो त फ्यान्ट यो कलमको चाहिँ थोप्लो मात्रै हाम्रो शरीरमा पऱ्यो भने हाम्रो त्यो क्रिस्चियनले यस्तो गर्यो, यस्तो गर्नु नहुने होइन भनेर हाम्रो त्यस्तो। किन भन्दाखेरि हामीमा चाहिँ पवित्र आत्मा छैन भने त्यस्तो गर्छौँ। तर जब हामीसँग चाहिँ पवित्र आत्मा छ भन्दाखेरि चाहिँ अहिलेको आजको शिक्षामा हामीसँग छ भन्दाखेरि त्यो त्यस्तो हामी चाहिँ गर्न सक्दैनौँ, गर्न पनि चाहँदैनौँ है। अनि मात्र हामी चाहिँ सही क्रिस्चियन हुन्छ भने चाहिँ जथाभावी छौँ, हामी चाहिँ कुरो जस्तै छ के। त्यही भएर चाहिँ जति अब पास्टर बाले हामी चाहिँ सुनेछ, म यसमा चाहिँ एकदम डुबिरहेको छु। अस्ति दुईदेखि बल्ल म चाहिँ क्रिस्चियन भएको छु है भनेर चाहिँ। अनि मात्र अझै हुनु भएको छैन क्रिस्चियन चाहिँ। यहाँ हेर्नु चाहिँ तपाईँलाई मैले सिकाएको अघि सिकाएको, तपाईँले पद टिप्नु भयो प्रेरित 19 को 4-5 सम्म 1 र 2 टिप्नु भयो होला। 5 सम्म 4-5 होइन, 4 देखि 7 सम्म गरौँ न। 1 देखि 7 सम्म गरौँ न। यही अचम्म लाग्छ कि मानिसहरूले वचन पढ्छ है, वचन पढ मात्र भइरहेछ क्या, वचनले भनेको पुरा ध्यान दिँदैन। क्रिस्चियन भएको छ तर साँचो क्रिस्चियन भएछ, वचन पढेछ तर वचनको पालन छ। वचनले के भनेको त्यही हो होइन। अनि यिनीहरू चाहिँ बप्तिस्मा लिए। जब पावलले तिनीहरूमाथि हात राखे तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो र उनीहरू अन्य भाषा बोल्ने र अगमवाणी गरे भनेछ नि। यो सबैभन्दा सजिलो प्रक्रिया भयो क्या होइन। म यो ठाउँबाट अझ नयाँ ठाउँमा पुर्याउन चाहन्छु क्या। म चाहिँ नि कहाँ पुर्याउन चाहन्छु, प्रेरित 10 अध्यायको 10 पदमा होइन। प्रेरित पत्रुस चाहिँ नि ध्यान मग्न भएको होइन, त्यहाँ लान चाहन्छु के।
आफैले त्यो प्रभुसँग समय बिताएर प्रभुको प्रकाश पाएर स्वर्ग उग्रिएको अनुभव उसले गर्यो र त्यो स्थानमा पुर्याउन चाहन्छु। धेरैले यो कुरालाई जोड दिन्छ, यो 6 पद 5-6 पदलाई होइन, म चाहिँ नि त्यहाँसम्म सीमित राख्न चाहन्न। यो चाहिँ नि तपाईँ हामी चाहिँ यो ठाउँ मात्र पुग्यौं भने क्रिस्चियन भएछौं भन्ने कुरा त एकदमै दृढता चाहिँ निश्चयता चाहिँ आउँछ जब यहाँ पुगिन्छ। पावलले हात राखिदिएबाट पवित्र आत्माको बप्तिस्मा पाएबाट उसले चाहिँ नि दृढ निश्चयता चाहिँ नि पाउँछ। निश्चयता मात्र होइन, अनुभव चाहिँ अरूलाई दिने चाहिँ आफैले गर्नुपर्छ। सुनेको कुरा गर्दाखेरि रमाइलो त हुन्छ होला जस्तो त लाग्छ, तर तपाईँ आफै गएर हेर्नु र अर्काले सुन्नु र फरक पर्दैन हो रहेछ होइन। तपाईँलाई म त्यहाँ पठाउन चाहन्छु क्या, हाम्रो मण्डलीको सेवकहरूलाई। हामी आजलाई यति राखौँ है त।